सो हेलो एभ्रिवान, अहिले चाहिँ म होइन ठ्याक्क पाथिभरा माताको दर्शन गरेर फर्किँदैछु तल होइन। बिहान म 1 बजी 2:30 बजी निक्लेको थिएँ। मलाई ठुलोफेदीबाट माथि पुग्नलाई 3 घन्टा ट्याक्कै लाग्यो होइन। 3 घन्टा म ठ्याक्कै पूजा गर्ने ठाउँमा पुगेँ र दर्शन गरेर आइ पनि सकेँ। र माथिको स्थिति कस्तो भन्दाखेरि जाडो छ। जाडोमा चाहिँ फेरि यो रोयल डेनिमको ज्याकेट चाहिँ खत्रै हुँदो रहेछ है। मैले यो किनेर लगाएको चाहिँ थिएन कि, यसपालि लगाएको एउटा मात्रै भित्र पातलो एउटा मात्रै लुगा थियो होइन। यो ज्याकेट मात्रै थियो है, अरूले 3-3वटा 2-2वटा 4-4वटा लगाएको देखेँ। मेरोमा एउटा मात्रै यो पातलो कुर्ती जस्तो र यो ज्याकेट लगाएको थियो होइन। बिहान त माथि त चिसो हुन्छ नि त, त्यो चिसो पनि जस्ट मजाले काट्यो क्या। रोयल डेनिम भनेको डेनिमै रहेछ है। त गाइस अहिलेको स्थिति यहाँको यस्तै छ, चिसो छ मौसम। माथि चाहिँ यता ठुलोफेदीबाटै चिसो छ। बिहान पख त चिसो हुन्छ, दिउँसो चाहिँ अब गर्मी नै हुन्छ, घामै हुन्छ। माताको दर्शन गरेर आयो, यही ठुलो कुरो हो गाइस। ल